हामी हेटौडाको कुष्माण्ड सरोवर त्रिवेणी धाम आएको छौं। यहाँ बुढो बाइक रोक्दै हामी चाहिँ यो कुष्माण्ड सरोवरको त्रिवेणी धाम आइरहेको छौं। यहाँ चाहिँ अहिले यस्तो तरिकाले बनाएको रहेछ, पहिला चाहिँ त्यस्तो खासै ठिकै थियो। ल यहाँ देख्न सक्नुहुन्छ वडा नम्बर 5 भनेपछि तपाईले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ 108 धारा, यहाँ चाहिँ मुक्तिनाथको जस्तै स्टाइलले चाहिँ उहाँ 108 धारा बनाएको छ। छोरीले चाहिँ महादेव भगवानलाई पानी चढाउँदै देख्न सक्नुहुन्छ। यहाँ एकदमै धेरै राम्रो बनाएको छ। यहाँ चाहिँ भनिन्छ मुक्तिनाथको जस्तै स्थापना गरेर बनाएको। यहाँ ठुलो महादेवको मन्दिर पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ राधाकृष्णको मन्दिर तपाईँले देख्नुहुन्छ। यहाँ चाहिँ राधाकृष्ण छन्। यहाँ पनि यसरी मन्दिर छ। यहाँ चाहिँ तपाईको पूर्वतर्फबाट यहाँ चाहिँ पूजा हो, पूजा आज सब हुन्छ। पूजाहरू गर्दै हुनुहुन्छ। ओम नमः शिवाय देख्न सक्नुहुन्छ। यति मजाको ठाउँ छ। तपाईहरु हेटौडा आउनु भयो भने यो 108 धारामा स्नान गर्न सक्नुहुन्छ। यस्तो खालको बाँस ल कमलको फूल कस्तो मजाको। यहाँ चाहिँ राम्रोसँग देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो मजाको फूल बगैँचाहरू आनन्द। फूल बगैँचाहरू पनि एकदमै राम्रो सजाएको रहेछ। पहिला यो हामी आउँदाखेरि यति थिएन। से 8 धारा
यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ पार्किङ, त्यहाँ पिकनिक स्टल सबै छन्। रमणीय वातावरणमा बनेको छ हेटौडाको त्रिवेणी धाम।